नेपालीमा पहिलो पद हामीले 4 पद पढिदिनुहोस्। विवाह सबैको बीचमा आदरको योग्य मानियोस् र ओछ्यान निष्कलङ्क रहोस्, तर व्यभिचारीहरू र परिस्थितिगामीहरूलाई परमेश्वरले न्याय गर्नुहुनेछ। परमेश्वर न्याय हुनुहुन्न। परमेश्वर सर्वोपरि सर्वोच्च परमेश्वर हुनुहुन्छ। अनि तपाईँ मलाई सबै विषयमा 66 पर किताब बाइबलमा सबै विषय मेरा शिक्षा दिनुहुन्छ। बाइबल परमेश्वरको चिठी हो। यो पृथ्वी तलमा हामीले मण्डलीले पढेर बुझेर जीवन बिताएर परमेश्वरको सेवा गर्नुपर्छ र स्वर्गमा जाने कुरा हो। यो पहिला भन्छ, पहिलो यो 4 पदले विवाह सब बातमा के सम्झियोस् अरे? आदरको सम्झियोस् भन्छ होइन। Marriage is honorable in all. पढिदिनुहोस् इङ्ग्लिसमा। Marriage is honorable in all, and the bed undefiled. Bed undefiled, त्यहाँदेखि But whoremongers and adulterers God will judge. त नेपाली पनि भाइ हो। विवाह सबैको बीचमा आदरको योग्य मानियोस् र ओछ्यान निष्कलङ्क रहोस्, तर व्यभिचारीहरू र परिस्थितिगामीहरूलाई परमेश्वरले न्याय गर्नुहुनेछ। परमेश्वरको कानुनको किताब यो संसारमा यो बाइबल छ। पहिलो छ विवाह सब बातमा आदरको बात सम्झिन्छ, अनरेबल इन अल। किनभने परमेश्वरले सम्झिनु भयो, मान्छेलाई सृष्टि गर्नुभयो, तर मान्छे विवाह नभई चाहिँ परमेश्वरलाई आदर नहुने भयो। उत्पत्ति आदम एक्लै थियो, केही गर्नु नसक्ने। प्रभु यीशु एक्लैले संसारमा केही गर्नु सक्नु भएन। 12 जना चेलाहरूको साथ लिनुभयो, बलिदान हुनुभयो, उहाँको साथ प्रार्थना गरेर अनि आफ्नो रगत बगाउनु भयो हाम्रो पापको छुटकारा बलिदानमा। अनि उहाँ बौरी उठ्नुभयो। अनि पिता पुत्र पवित्र परमेश्वर भइकन आज मण्डली बनाएर हामीलाई 3 वटा कुरोले ढोर्याउँछ। पिता परमेश्वर, सर्वोच्च परमेश्वर, पवित्र परमेश्वर, पुत्र प्रभु यीशु ख्रीष्ट, यीशु नाममा पापको क्षमा, यीशु नाममा उद्धार मुक्ति, यीशु नाममा अन्धकारको सब भाग्छ, यीशु नाममा इन द नेम जीसस वी हैव द विक्ट्री। प्रभु यीशुको नाममा सब यीशु नाम। त्यसपछि फेरि पवित्र आत्मा आफैले आई भरिभरि आत्माको चलायमान चलेर आत्मिक जीवन भएर स्पिरिचुअल लाइफ भन्छ, आत्मिक जीवन बिताएर हामी यो 3 वटा पिता पुत्र पवित्र आत्मा 3 स्टेप छ। प्रभु यीशु मारिनु भयो, गाडिनु भयो, त्यसपछि उहाँ भौरी उठ्नुभयो, त्रिएक परमेश्वर उठ्नुभयो। र हामीलाई आज यो आत्माले छ परमेश्वरले कि मान्छेलाई एक्लो रहनु असल लागेन र विवाह गर्नुभयो भन्छ होइन। उत्पत्ति पढिदिनुहोस्। मान्छेलाई एक्लै रहनु परमेश्वरले असल मान्नु भएन। 2 अध्यायको 18। अनि परमप्रभु परमेश्वरले भन्नुभयो, आदम एक्लो रहनु असल होइन, तिनका निम्ति म तिनीसँग मेल खाने एउटा सहयोगी बनाउने छु। किनभने परमेश्वरको महिमा चाहिँ आदम एक्लै भएन र उहाँसँग मेल खाने के बनाउनु भयो? जोरा हावालाई बनाइदिनु भयो। परमेश्वरलाई आदर होस् भनेर छोरालाई बुहारी ल्याइदिनु। हाम्रो कमल भाइ बहिनीले छोरा उमेदको लागि बुहारी बन्दोबस्त खोज्दै छोराको करम त यहाँ पर छ। हाम्रो छोरी प्रिस्किला पर छ होइन। ल त अब आदमको लागि हावा चाहिँ कहाँबाट बन्यो? आकाशबाट खस्यो। साइन्टिस्टकै वैज्ञानिकले बनाउनु भयो। के भयो भन्नुहोस् त? आदमकै करम निकाल्नु पर्यो आफ्नै मण्डली बीचमा होइन। पढिदिनुहोस् त। अनि परमप्रभु परमेश्वरले आदमलाई गहिरो
गहिरो निन्द्रामा पार्नुभयो र तिनी सुते अनि उहाँले तिनका करमहरूमध्ये एउटा निकाल्नु भयो त्यहाँदेखि र त्यसको ठाउँमा मासु भरिदिनु भयो। आफ्नै करम आदमको एउटा देह हो, देहभित्र अर्काको अरूबाट पैसो काट्नु हुँदैन, अरूबाट ल्याउनु हुँदैन, अरूबाट कसैबाट अपरेसन गर्ने निकालेन। अहिले मान्छेलाई किडनी चाहिन्छ अरे, मृगौलो बिमारी। हाम्रो एकजना दाजु छ थुक्तेन भुटिया भने दाजु प्रार्थना गरिदिनुहोस्। उनी जेलर साहब थियो, जेलर सुप्रिन्टेन्डेन्ट धरामपुरमा। उनको किडनी छैन, अहिले चेन्नाईमा छ। भन्छ किडनी अब अहिलेसम्म किडनी किन्नै पाएन र आफ्नै कान्छी छोरीले किडनी दिने कुरा त्यो मिल्छ मिल्दैन, शरीरको अङ्गहरू पनि मिल्नु साह्रो पर्छ भनेदेखिलाई करम मिल्नु यहाँ हो होइन। त्यस कारणले कसैको करमले हुँदैन र आदमको आफ्नो पिठ्यु करम निकालेर हावा बनाउनु भएको छ, माने स्त्री बनाउनु भयो अनि उहाँलाई राखिदिनु। त्यो दिएको हो हाम्रो मण्डली हो, मण्डली हो। पहिलाको दिन 10 1 2 3 4 5 अनुसार एउटै बत्तिसमा एउटै हात राखे एउटै स्वर्ग दर्शन। आखिरी 20औं शताब्दीको मण्डली हो। एल सदाय पहाडीमा चाहिँ अहिले गीतै भयो, एल सदाय मण्डली भन्छ होइन। त यो मण्डलीको एउटा दर्शनमा बिहा हुन्छ। अरू डिनोमिनेसनबाट ल्याउँदा पनि मुस्किल, जाँदा पनि मुस्किल। के कसो हाम्रो छोरी गयो भने बर्बाद छ, ल्याए पनि कम्ती साह्रो पर्दैन मिलाउनु। के कसो अर्काको करम मिल्छ थोरै, आफ्नैमा सजिलो छ। भरे त छोरा ओबेदको करम त 16 वर्ष खोज्दै खोज्दै लाट पनि इली मण्डलीमा रहेछ होइन छोरी। यहाँ रहेछ करम क्या, अब मिल्छ। केही दुःख छैन। अस्ति सोध्ने भयो, मग्ने भयो, हामी बसेर एउटै देहमा, एउटै मण्डलीमा, एउटै दर्शनमा, एउटै उसमा हामी विवाह दिइरहेछौँ यो नानीहरूलाई। र त्यस कारणले यो जोडाले परमेश्वरको महिमा हुन्छ कि भनेर आशा राखेर परमेश्वरले आज नयाँ नियममा आएर बिहा गरिदिँदैछौँ। त्यस कारण इब्रानीले भन्छ विवाह सब बातमा आदरणीय होस्। कसलाई? सबभन्दा ठुलो परमेश्वरलाई आदर गर्नु, त्यसपछि आमा बाबु मण्डली सबलाई आदर गर्नुपर्छ। यो विवाह यो जोडाले आदर गर्नु, जस्तै परिस्थितिमा पनि मृत्यु बाहेक कुनैले यो दुईलाई अलग नगरेको होस्, जस्तै परिस्थितिमा पनि परमेश्वरलाई आदर गरेको होस्, मण्डलीलाई आदर गरेको पवित्र प्रिस्किलाले र विवाह सब बातमा आदरको बात सम्झिजाए भनेको चाहिँ सबमा अनरेबल लागेर फ्यामिली यो जोडा विवाहपछि धनी हुन्छ कि गरिब हुन्छ, ठुलो हुन्छ कि सानो हुन्छ होइन होइन। उनीहरूको किस्मत के लिएर आएको छ परमेश्वर त्यो अनुसार यहाँलाई जीवन बिताउँछ। तर परमेश्वरलाई आदर गर्नु, आमा बाउलाई आदर, मण्डलीलाई आदर, आफै पनि आदरणीय हो कि होइन। यो दुईजना मात्रै लागु छैन। हामी जति विवाह भएर आजसम्म दुःख सुख जीवन बितायौँ, के कसो जीवन विगत दिन, अब नयाँ साल प्रवेश गऱ्यौँ। अब यही निर्णय हुनुपर्छ, दुःख सुख जिक्रोलाई आदर गर्नु। जतिको विवाह भएको छैन आदरणीय विवाह होस्। हे हाम्रो बाबु आमाको इच्छा मानेको हुन्छ, भागेर जानु भगाएर ल्याउनु ठिकै गरिहाल्छ, हामी रोक्न सक्दैनौँ, रुनु मात्रै सक्छौँ। तर त्यसको परिणाम के हुन्छ कि कसो भयो भने हो विवाहको सेवामा वैवाहिक शिक्षा हुन्छ। त्यस कारण विवाह सब बातमा आदरको बात आदरणीय होस्। अर्को भन्छ बिछाउन के रहोस् अरे निष्कलङ्क रहोस्। पढिदिनुहोस् सबले बुझ्ने गरी। विवाह समयको बिचमा आदरको योग्य मानियोस् र ओछ्यान निष्कलङ्क रहोस्। बिछाउन निष्कलङ्क रहोस् भने चाहिँ के हो? बिछाउनलाई त टिप्साकेर मैला गर्नु, लुगाफाटा नधुई राख्नु, त्यो होइन। बिछाउन निष्कलङ्क रहोस् भनेको पत्नी मान्छे, छोरी मान्छे पति भक्तमा बस्नुपर्छ।
पतिले पत्नीको भक्तमा बस्नुपर्छ, होइन? जसरी हामी ईश्वर भक्त, हामीलाई परमेश्वरले ईश्वर पौलुसले भन्छ दोस्रो कुन्ती 11:मा, तिमीलाई मैले एउटै पतिसँग मगनी गरिदिएको छु, एउटै प्रभु यीशु बाहेक अरू ईश्वर छैन हाम्रो। के कसो त एउटै पति बाहेक अर्को पति हुँदैन, एउटै पत्नी बाहेक अर्को पत्नी हुँदैन। के कसो मृत्यु बाहेक कहिले हुँदैन, हैन? पति भक्त भएछ र पत्नी भक्त। हाम्रो छोरा उबेर नोकरी गर्दा गर्दा अब अहिले बम्बई सहरतिर छ। अब अस्ति विवाहको अघि के गर्यो, कता कता पुजे, के कसलाई थाहा, होइन? न आमालाई थाहा, न मलाई थाहा, हामीलाई, होइन? ऊ आफैलाई थाहा छ, परमेश्वरलाई थाहा छ। के कसो तर जे होस्, विवाह जीवन अब भोलिदेखि, आजदेखि विवाहसँग बाँधिएपछि आफ्नो पत्नीको भक्तमा बस्नुपर्छ, पर्दैन? म विवाह गरेको छोरा हो, म विवाह गरेको मान्छे हो, मैले अब अरू त मन परी गर्नु हुँदैन। विवाहको अघि मेरो जीवन जो बित्यो, विवाह भइसकेपछि आफ्नो पत्नीको भक्त, चाहे 3 वर्ष परदेश लाग्यो, 6 महिना वर्ष दिन परदेश लाग्यो, या 5, 6, 10 वर्ष परदेश लाग्यो, होइन? चाहे जति वर्ष होस्, तर आफ्नो पत्नीको भक्तमा, मेरो पत्नी छ, मेरो पत्नी जिउँदो छ, मेरो पत्नी छ, म दाहिने बायाँ गर्नु हुँदैन, रहनुपर्छ, पर्दैन? परमेश्वरको भयमा बस्नु। यसलाई भन्छ बिछौना निष्कलङ्क रहोस्। Bed should be undefiled. Defiled family, defiled bed, defiled life हुनु हुँदैन। बुझ्नुभयो? अब छोरी छ यहाँ हाम्रो, श्रीमान घरमा बसिरहेर के खाने, होइन? कैयाहरू मात्र 12 काल घरमा बसेर लाख लाख कमाएर सक्छ। तर हाम्रो छोरा त सिपाही जानु पर्यो, पल्टन जानु पर्यो, टिचर नोकरी गर्नु पर्यो, के कसो हो? घर छोडेर परदेश जानुपर्छ। अहिले त हाम्रो अमेरिका, युरोप, कहाँ कहाँ जान्छ छोरी मान्छेहरू पनि, बिचरा कने परदेश जान्छ। तर हाम्रो अब छोरा परदेश गयो भन्दैमा छोरी घरमा मन परी गर्नु हुँदैन। छोरीले जान्छ मेरो पति छ, परदेशमा छ, मेरो श्रीमान परदेशमा छ, मेरो पतिको लागि सधैँले भक्तिसँग बस्नुपर्छ, सधैँ उहिले प्रार्थना गर्नुपर्छ, सधैँ उहिले जीवन बिताउनुपर्छ। परमेश्वरको भय पतिको भयमा हुन्छ। यसलाई भन्छ बेड अनडिफाइल्ड, नै बिछौना निष्कलङ्क होस्। आजको दिनमा यो खतरा छ। यस कारणले जस्तो छ, छोरा मान्छे आफ्नो जहान परिवार राखेर देश परदेश जाँदा जहिले पनि आफ्नो घरको पत्नी परिवार भुल्नु हुँदैन। मेरो पत्नी छ, म पत्नी भएको मान्छे हो, म कसैको पति हो, मैले जीवन मन परि यताउता जे मन परे त्यो गर्नु हुँदैन। के कसो हो? मेरो कुरा भुल हो? कसले भनेको यो कुरा? बाइबल। त्यस कारण यो चाहिँ आज डिसाइड अब हाम्रो छोरा ओबेदले गर्नुपर्छ। किन? अब यो उमेरसम्म जो भयो, अब आजदेखि यिनीहरूको विवाहित जीवनमा बन्धनमा आएपछि यस पालन गर्नुपर्छ। हाम्रा छोरी जे भयो, सानोमा जे जसो बित्यो, अब विवाह भएपछि यिनीहरू विवाहित जीवनमा बाँधिएको बन्धनमा हो, परमेश्वरको कानुनमा अहिले कडार गरिएको छ। र यस कारणले हामी प्रत्येकलाई बेड अनडिफाइल्ड, म्यारिज लाइफ अनडिफाइल्ड, फ्यामिली लाइफ अनडिफाइल्ड, होइन? डिफाइलमेन्ट आउनु हुँदैन। डिफाइल भनेको के हो? त्यो बिग्रे, त्यसलाई भन्छ डिफाइल भन्छ। हामी डिफाइल लाइफ हुनु हुँदैन। बाइबलको यो आज्ञा छ, बाइबलको यो आज्ञा छ। प्रभुमा आउनु नि हामीलाई यो बुझ्नु कुरा हो। मुक्ति उद्धार पाउनु यो कुरा बुझ्नु। मुक्ति उद्धार नपाउने मान्छेले बुझ्दैन, मुक्ति उद्धार नपाउने मान्छेले बुझ्दैन, होइन? हामी बुझ्दैनथ्यौँ। आफ्नो आँखा खोलेको हुन्छ। मुक्ति प्रभु नपाउनु त के गर्छ त्यहाँ पाप के हो, धर्म के हो, स्वर्ग के हो, नर्क के हो, के गर्छ? तर जब मुक्ति पायौँ, उद्धार पायौँ, पापको क्षमा पायौँ, नयाँ जन्म पायौँ, नयाँ सृष्टिमा आयौँ, प्रभुलाई चिनेपछि यो कुरो एउटा यो पद बुझ्नुपर्छ। बेड should be undefiled, and undefiled. Marriage is honorable in all. सबमा विवाहित जीवन विवाह बन्धनमा बाँधिएको यो कुरो चाहिँ बाइबलले सिकाउँछ। नत्र त परमेश्वरले के गर्नुहुन्छ अरे?
आशिष दिनुहुन्छ कि न्याय गर्नुहुन्छ। चौथो पहिला हो विवाह सब बातमा आदरणीय होस्। दूसरा बेड बिछना निष्कलङ्क रहोस् भने जीवन निष्कलङ्क अनडिफाइन्ड लाइफ। अब सब पत्नी सधैँ बसिरहन्छ भन्छन्। अब केही न केही गर्नु पर्यो नि। कति कति घरमा आमाहरू पनि बिचरा परदेशमा छ, दुःख गर्नु कमाउनु गएको हुन्छ, उसको के परिस्थिति घरको बाबुले प्रार्थना गर्नु, उसले प्रार्थना गर्छ। दुईजनाको प्रार्थना गरागर, दुईजनालाई याद गरागर, एका दुसराको भयमा बस्नुपर्छ। पत्नी पतिको भयमा, पति पतिको भयमा बस्नुपर्छ, पर्दैन हो भाइ हो। यही बाइबलको शिक्षा हो। हे अनडिफाइन्ड। अर्को छ यो गरेन भने परमेश्वरले के गर्छ? न्याय गर्छ। पढिदिनुहोस् त तेस्रो कलम। तर व्यभिचारीहरू र परिस्थितिगामीहरूलाई, व्यभिचारी परिस्थितिगामीहरू परमेश्वरले न्याय गर्नुहुनेछ। परमेश्वरले आशिष दिने ठाउँमा न्याय गर्यो भने त भुतुकै भइगयो नि त। यो कति राम्रो कुरा छ। यसकारणले बाइबलमा गल्ती छैन, बाइबलले सत्य कुरा बनाउँछ। यसकारणले यो तीनटा कुरा हामी अनडिफाइन्ड बस्नुपर्छ। एक। अब दोस्रो कुरा, पति पत्नीको बिचमा जहिले पनि परमेश्वरले के गर्नुपर्छ? हस्तक्षेप गर्नुपर्छ। हस्तक्षेप गर्नुपर्छ। दुईजनाको झगडा हुन्छ नि कि कसो? दुईजनाको झगडा हुँदा त्यसलाई कोर्टमा लगेर कसले हस्तक्षेप गर्छ? दुईजना मान्छे झगडा भयो अरे केही विषयमा, त्यो चाहिँ उहाँ कोर्टमा लाँदा कसले हस्तक्षेप गर्छ? अन्त जजले हो, न्यायाधीशले न्याय गर्छ। न्याय माग्नु जान्छ कोर्टमा, उसले ठिक न्याय गरिदिनु पर्यो नि त। तिम्रो गल्ती मिलाइदिनु पर्छ। तर अहिलेको न्यायाधीशले पैसा खान्छ, अन्याय पनि न्याय पनि गर्छ होइन। अहिलेको संसारमा न्याय छैन, तर परमेश्वरले ठिक न्याय गर्नुपर्छ। अघि भने नि कि परमेश्वरले न्याय गर्छ। हाम्रो जीवनमा जहिले पनि हाम्रो हस्तक्षेप गर्ने चाहिँ प्रभु हुनुपर्छ। तपाईँले प्रार्थना गर्नु, नानी ओबेद प्रिस्किलाका परिवार भए बिचमा जहिले पनि मान्छे बस्नु हुँदैन। मान्छे बस्यो भने बिगारिहाल्छ, तर परमेश्वर हुनुपर्छ बिचमा। के कसो? परमेश्वरले नै हाम्रो भरमा, परमेश्वर त अन्याय गर्नुहुन्न नि त होइन। परमेश्वरले न्याय गरेर राख्नुहुन्छ, परमेश्वरले सम्हालेर राख्नुहुन्छ, परमेश्वरले अनुग्रह दया गर्नुहुन्छ कि कसो? यस कारण यहाँ सबुत 4 अध्याय पर यहाँ भन्छ 3वटा दोरी छ अरे। 2टा त चोडिहाल्छ अरे होइन, 2टा दोरी चोडिहाल्छ, तर 3वटा चाहिँ बलियो हुन्छ। 2टा चाहिँ भाइ र बहिनी हो, पति र पत्नी हो, तर 3टा चाहिँ बिचमा प्रभु आउनु पर्यो। जहिले पनि यो दुईजनाले प्रभुलाई बिचमा राख्नुपर्छ, प्रार्थना गर्नुपर्छ। भाइ बहिनीलाई आमा बाबु सबै मल्लीभन्दा ठुलो प्रभुलाई बिचमा राख्नुपर्छ। यहाँ सबुत 4 अध्यायको तपाईँले 9, 10, 11 पढिदिनुहोस् त 12 पदसम्म। एकजना भन्दा दुईजना असल हुन्, किनभने तिनीहरूले आफ्नो परिश्रमको असर प्रतिफल पाउँछन्। किनकि तिनीहरू लोटे भने एउटाले आफ्नो साथीलाई उठाउनेछ, तर हाय त्यसलाई जो लौट्दा हुँदी एक्लै हुन्छ, किनभने त्यसलाई उठाउने अर्को कोही हुँदैन। फेरि दुईजना सँगै सुते भने तिनीहरू न्यानो हुन्छन्, तर एक्लो भएर एकैजना कसरी न्यानो हुन सक्छ? अनि कसले एकजनालाई जित्यो भने दुईजनालाई त्यसको सामना गर्नेछ। अनि 3 पायाले बाटेको डोरी चाँडै चुडिँदैन। 2 जना 3 जना डोरी कहिले पनि 2 पलाले 3 पला हुन्छ। हामीले डोरी बाँड्ने भन्नुहोस् त 2 कि 3? हजुर 2 पलाले डोरी हुन्छ, जहिले पनि 3 पला बाँडेर हुन्छ। यो संसार हामी पनि पति पत्नी बिचमा प्रभु हुनु पर्यो। अनि एक्लै मन पराउन, आदम एकलाई सृष्टि गर्नुभयो, परमेश्वरलाई बनाउनु भयो। परमेश्वरले माटोको धुलोबाट आदम एक्लै त परमेश्वरले मन पराउनु हुन्न त। तपाईँ म पनि
उद्धार मुक्ति पायौँ, बत्तिसमा भइलिएर एक्लै बसेको परमेश्वर भने सङ्गतिविहीन भन्नुको अर्थ चाहिँ सेवा छैन, सङ्गति छैन, मण्डलीमा छैन, कहाँ कहाँ डुलिन्छ, कहाँ कहाँ घुमिन्छ, त्यो परमेश्वरले मन पराउनुहुन्न। अर्को कुरा मण्डलीले पनि मन पराउँदैन, होइन होइन के कसो तर यहाँ सङ्गति चाहिन्छ। जहिले पनि यसको प्रेरितको सङ्गत, प्रेरितको शिक्षा छ, प्रभु छ, सङ्गति रोटी राखे। यस कारणले जहिले पनि आदमलाई परमेश्वरले एक्लै मन पराउनु भनेर जोडा गरिदिनु भयो। त हामीलाई पनि जहिले पनि मण्डली, सङ्गति, सेवा अन्तिम दिनमा जुटिरहनुपर्छ। अब यो नानी बम्बईमा नोकरी गर्दैछ, उहाँ जानुहुन्छ, यहाँ भाइ बसिरहनु भएको छ, उहाँको जिम्मेवारी भाइ, तर उहाँ सङ्गति जानु छैन। जहिले पनि प्रभुको सङ्गतिमा रहनुपर्छ। एक परमेश्वरको रुचाउको थियो, दुई आदमलाई एक्लै पनि मन पराउनु भयो चाहियो। यस कारणले अब छोरा एक्लै, अब आमा सुर्ता बुहारी ल्याइदियो, बुहारी एक्लै, छोरी अब ज्वाइँ कुटुम्बेरी आयो। त्यस कारणले यो एउटा दुईटा डोरी चुडिहाल्छ, तीनवटा डोरी भनेको पिता पुत्र पवित्र आत्मा, पिता परमेश्वर, पुत्र प्रभु यीशु ख्रीष्ट, पवित्र आत्मा, हामी एउटा मण्डली हौँ यसरी। र अब हस्बेन्ड वाइफ, पति पत्नी र प्रभु हुन्छ। त यहाँहरू जहिले पनि यहाँहरूको बिचमा चाहिँ प्रभु चाहिँ भइरहनुपर्छ। कसो गर्नु? प्रार्थना। कोभिडले पनि प्रिस्किलाई चाहिँ जुटेर प्रार्थना र प्रभुलाई सधैँ अघि राख्नुपर्छ। देश प्रदेशमा रहँदा पनि यहाँले सधैँ प्रभुलाई प्रार्थना गर्नुपर्छ। हामी पनि त्यही हो, हामीलाई प्र्याक्टिकल त्यही छ। अब मेरो पति परदेशमा छ, प्रार्थना गर्नु पऱ्यो, मेरो पत्नी घरमा छ, हामी प्रार्थना गर्नु पऱ्यो। यसरी परमेश्वरको सुरक्षामा हामी रहनुपर्छ है यहाँनिर। त्यस कारणले यहाँ अझ अर्को शिक्षा छ। अब जाउँ एफिसीमा जाउँ। अब जसरी प्रभु यीशु ख्रीष्टले मण्डलीलाई प्रेम गरे, यसरी नै पतिले पत्नीलाई प्रेम गर्नु पर्यो, होइन? बाइबलको शिक्षा छ। 5 अध्याय 22। अब 5 अध्यायको पहिला 22 पद कति छ? 5 अध्यायको हे पत्नी हो, हे पत्नीहरू प्रभुको अधीनमा रहेछ, आफूलाई आफ्ना पतिको अधीनमा सुम्प। किनकि पति पत्नीका शिर हुन्, जसरी ख्रीष्ट पनि मण्डलीका शिर हुनुहुन्छ, अनि उहाँ नै शरीरका मुक्तिदाता हुनुहुन्छ। यसकारण जसरी मण्डली ख्रीष्टको अधीनमा छ, उसरी नै पत्नीहरू पनि हरेक कुरामा आफ्ना पतिका अधीनमा रहन्। दुई भाइ बहिनीलाई शिक्षा छ हामीलाई। पतिले पत्नीलाई प्रेम गर्छ, जसरी प्रभु यीशु ख्रीष्टले मण्डलीलाई प्रेम गर्छ। पत्नी पतिको अधीनमा रहनु, यो कुरा चाहिँ अब फेरि यसमा 25 पद पढिदिनुहोस् त। हे पतिहरू आफ्नो पत्नीलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो। अब 26 पनि पढिदिनुहोस्। यसलाई वचनद्वारा जलको स्नानले शुद्ध गरी पवित्र पार्नलाई र मर्मित मण्डलीको रूपमा त्यसलाई आफ्नो सामु उपस्थित गराउनलाई, जसमा दाग वा चाउरी वा यस्तोहरू कुनै कुरा हुँदैन, तर त्यो पवित्र र निष्कलङ्क हुन्छ। यो रहस्य छ। पतिहरू हो, घरको बाउ, दुःख सुख आफ्नो पत्नीलाई प्रेम गर, मिलेर बस, माया गर। किन? परमेश्वरले पनि ख्रीष्ट प्रभुले मण्डलीलाई यसरी प्रेम गर्छ।
यो पत्नी हो, छोरी हो, आमा हो, घर पतिको अधीनमा बस्छ। लाटा पति भए पनि सिधा पति भए पनि पत्नी हो, लाठी पति भए पनि सिधा आफ्नो पत्नी हो। यो चाहिँ बुझ्नुपर्छ। किन यो रहस्य चाहिँ नि प्रभु यीशु ख्रीष्ट र मण्डलीको भन्छ। 32 पद पढिदिनुहोस्। यो त एउटा ठुलो रहस्य हो, तर म ख्रीष्ट र मण्डलीको विषयमा बोल्दछु। यो ठुलो रहस्य छ। आज हामी यहाँ भेला भएको छौँ, नानीहरूको विवाह सम्बन्धी ती टाढोबाट तपाईँहरू आउनुभयो। ठुलो रहस्य छ। त यो चाहिँ के भने यसै कारण यो रहस्यले नै खिचेर छोरा विवाह भएपछि बुहारीसँग अलग छुटेर बस्छ। त्यो उत्पत्तिदेखि नै हो। पढिदिनुहोस् त यो 31 पद पढिदिनुहोस्। यही कारणले गर्दा मानिसले आफ्ना बाबु र आमालाई छोड्नेछ र आफ्नी पत्नीसँग मिलिरहनेछ अनि ती दुई एउटै शरीर हुनेछन्। एक देह भएर अब ओबेद र प्रिस्का एकै शरीर भयो। शिर प्रभु हो, मण्डली हो। त्यस कारणले एक दोस्रोलाई मृत्यु बाहेक केहीले असल नगरेको होस्। र यो चाहिँ ठुलो रहस्य छ र हामीलाई विवाह सब बातमा आधार बिछौना निष्कलङ्क भनेको कतिको होसियारी छ। यी दिनहरूमा यो संसारमा कमी पाइन्छ। प्रभुको लोकहरू चाहिँ होसियारी हुनु पर्यो। त सबपटक प्रभुलाई आदर महिमा हुन्छ। अनि यो दुईजनामा जहिले पनि प्रभु साथ होस्। ओबेद एक्लै हुँदैन, प्रिस्कालाई एक्लै हुँदैन, दुईजना छ। त्यसमा मान्छे पस्यो भने बिग्रिहाल्छ। कसैको परिवारमा कसैको मान्छे पस्यो भने बिग्रिन्छ। छोरा मान्छे पनि पस्नु हुँदैन, छोरी मान्छे पनि पस्नु हुँदैन। के कसो चाहँदो काममा हुन्छ, संसारमा जिउनु छ, त अचाहिँदो कुरोमा पस्नु हुँदैन। कति घर बिग्री जान्छ। कोही घरमा छोरा मान्छे पस्छ। के कसो छोरा पसेपछि हस्बेन्ड वाइफमा झगडा भइहाल्छ। छोरी पसेपछि हस्बेन्ड वाइफमा के हुन्छ? झगडा हुन्छ। यो स्वाभाविक हो। न छोरी पस्छ न छोरा पस्छ, न केटी पस्छ न केटी पस्छ। पस्नु हो संसारमा, बाद संसार मिलेर बस्नुपर्छ। तर यो अचाहिँदो कुरोमा कोही पस्नु केवल प्रभु बस्छ। प्रभुसँगको यो चाहिँ पुरा गहिरो कुरा छ है। भक्तिको भेद त बडा गम्भीर छ भन्छ पहिला तिमोथी 1 यो रहस्य छ। भक्तिको भेद थियो, गम्भीर छ। यस कारणले परमेश्वर यो दुईटा पोया दोरी आज हामी जान्दछौँ, ओबेद र प्रिस्किला। अब यसमा अर्को दोरी चाहिँ मान्छे पस्यो भने मान्छेको विचार, मान्छेको सल्लाह बिग्रिन्छ। आफन्तले बिगार्छ। के कसो आमा बाउले बिगार्छ, अनागरिक मान्छे हुन्छ अरे। तर परमेश्वर पस्नुपर्छ। परमेश्वर चाहिँ दयालु विश्वास। परमेश्वरले कहिले बिग्रिन दिनुहुन्न, कहिले नासिन दिनुहुन्न। परमेश्वरले सधैँ हामीलाई सम्हाल्छ, अनुग्रह गर्छ, दया गर्छ। परमेश्वरले हामीलाई नासिएर जानु दिनुहुन्न। के गर्छ परमेश्वरको काम? अनुग्रहकारी दयालु परमेश्वर। यस कारणले जहिले पनि यो दुईजना नानीहरूको बिचमा प्रभु होस् यति प्रार्थना गर्दिनु। धन कमाउँछ, सम्पत्ति कमाउँछ, सबै कुछ घर बनाउँछ, जाइजनमा छोराछोरी गरी खाना अरे। तर प्रभुलाई आदर गरी यो दुई नानीहरूको बिचमा जहिले पनि इन्टरफियर जुनैको विषयमा यो हस्तक्षेप चाहिँ प्रभुले गरेको र पत्नीले पतिलाई प्रेम, पतिले पत्नीलाई प्रेम, पत्नी पतिको अधीनमा रहोस्। यो रहस्य चाहिँ प्रभु यीशु ख्रीष्ट र मण्डलीको बिचमा छ। र यस कारणले विवाह सब बातमा आदरणीय होस् जीवनले। अनि बे अनडिफाइल्ड भनेको आफ्नो आफ्नो जीवनमा जिउनुपर्छ। विवाहपछि छोरा परदेश जान्छ, छोरी घरमा बस्ला अरे। परदेशीले कसरी जीवन बिताउनुपर्छ? मेरो पत्नी घरमा छ, मेरो मालिक घरमा छ, घरमा मेरो पत्नी परदेशमा छ, म यहाँ मन परी गर्नु हुँदैन। के कसो हो? यो दर्शनमा रहनु, यो चाहिँ परमेश्वरले चाहेको। यसलाई चाहिँ परमेश्वरले आशिष दिनुहुन्छ। यस्तो भएन, परमेश्वरले न्याय गर्छ। परमेश्वरको न्याय हातमा चाहिँ परिवार के हुन्छ। अब धेर नजाउँ, यति भए त काफी विवाहको सेवा हो। र हामी
अलिकति एउटा पढौँ ल। मत्ती 19 अध्याय यहाँ भन्छ परमेश्वरले जोडाएको मान्छेले नबिगारोस् भनिन्छ है। यो नबुझेर चाहिँ मान्छे उयो छ के भन्छ भुलमा परेको छ। हामीले यहाँ त्यही हो कुरा, तर सधैँ नै मत्ती 19 को 6 पद पहिला 5 पद पढिदिनुहोस् भाइ। र भन्नुभयो यही कारणले गर्दा मानिसले बाबु र आमालाई छोड्नेछ र आफ्नी साथीसँग मिलिरहनेछ अनि ती दुई एउटै शरीर हुनेछन्। उत्पत्ति 2 अध्यायमा छ यो। 1 अध्यायमा यहाँ हामीले इब्रानीमा इफिसीमा पढ्यौँ 31 पदमा। अनि यहाँ यो चाहिँ जो जोडा जोडा गरी खाएको कुरा देख्छौँ हामी। यो हुन्छै हुन्छ अटोमेटिक। अब 6 पद यसै कारण तिनीहरू अब उसो दुई होइनन् तर एउटै शरीर हुन्। यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नु भएको छ त्यसलाई मानिसले अलग नपारोस्। यो छ मान्छे पस्यो भने परिवारमा मान्छेको विचारको वृद्धि छ है। परमेश्वरको विचार दुःख होस् सुख होस् जस्तो होस् परमेश्वरको विचार परमेश्वरको अधीनमा मन्दिरमा सधैँ प्रार्थना गरेर ध्यान बिताउनुपर्छ। आज कति परिवारहरू बिग्रेर मान्छे पसिदिन्छ, मान्छेको विचार मान्छेको सोच अनि मान्छे पछि त दबाब बनाउँछ त मान्छेले के गर्छ? मान्छेले संसारमा के राम्रो गरेको छ? गरेको छैन। प्रभु यीशु ख्रीष्टले मात्र हालेको छ र यो परमेश्वरले जुटाउनु भएको आजको दिन सलुवाको छोरा लाटपन्चरको छोरी हाम्रो दृष्टिमा अद्भुत छ हैन। यो आज बिहा खानु आयौँ यहाँ हैन। अन्त यो अचम्म छ, हामीलाई विश्वास छ परमेश्वरले नै जुटाउनु भएको छोरा ओबेद छोरी प्रिस्किलालाई दुई परिवारलाई दुई मण्डलीलाई हामी सबै मण्डली साक्षी छौँ। भजन 118 मा यहाँ हेरिदिनु, यहाँ पढिदिनुहोस् 23 र 24 पद भन्छ वह तो ये वाक्य और से हुआ है क्या हमारी दृष्टि में अद्भुत है। 23-24 यो परमप्रभुबाट भएको हो, यो परमप्रभुबाट भएको हो, हाम्रो दृष्टिमा यो अद्भुत छ, अद्भुत छ। यो दिन परमप्रभुले बनाउनु भएको हो, यसमा हामी रमाउने छौँ र आनन्दित हुनेछौँ। अब अङ्ग्रेजीमा पढ्नु त छोरा। This is the Lord's doing. This is the Lord's doing. It is marvelous in our eyes. This is the day which the Lord hath made. We will rejoice and be glad in it. खुशी आओ हामी खुशी हौँ र रमाऊ, उनलाई आदर महिमा दिउँ। आओ हामी खुशी हौँ र रमाऊ, उनलाई आदर महिमा दिउँ। किनकि मेमनाको विवाह आएको छ, किनकि मेमनाको विवाह आएको छ। उनकी पत्नीले आफैलाई शृङ्गार्दछे, आफैलाई दया पार्दछे। उनकी पत्नीले आफैलाई शृङ्गार्दछे, आफैलाई दया पार्दछे। यस्तो सोध्यौँ नानीहरूलाई, छोरा तिमी विवाहमा खुसी छु। यो छोरीलाई चाहिँ खुसी त्यागे। हामीलाई पनि प्रभुले सोध्छ, प्रभु ईश्वरको शुभ आगमन प्रभुलाई भेट्न तयार छौ भनेर सोध्नुहुन्छ कि कसो? हामी तयार छौँ भन्नुपर्छ। प्रभु ईश्वरले हामीलाई 2 कोरिन्थी 11:2 पदमा एउटै पतिसँग मग्ने गरिदिएको छ। प्रभु पौलुसले भन्छ यो मण्डली हामीलाई प्रभुलाई भेट्न, एउटै प्रभु है, थुप्रो
त्यति टोटी होइन नि एउटै प्रभु प्रभु यीशु त्यो एक प्रभुसँग मग्नी भएको छ। तपाईँ यहाँ कोही हुनुहुन्छ भने प्रभु यीशुले तपाईँहरूले मग्नी गरेर स्वर्ग लान्छ भन्ने ल्याएको भन्नु त दोस्रो कुन्ती किनकि म ईश्वरीय हिस्साले तिमीहरूको लागि ईर्ष्यालु भएको छु। पत्ता लानुहोस् किनकि एउटी चौकी कन्याको रूपमा तिमीलाई ख्रिस्ट कहाँ अर्पण गरौँ भनेर मैले एउटा पतिका लागि तिमीहरूको मग्नी गरिदिएको छु। पहिला मग्नी हिजो आज हामी पनि प्रभु यीशुको रगतको छापले हामी मग्नी भएको छ। अब हामी प्रभुलाई भेट्न तयारी हुनुपर्छ माथि स्वर्ग। सबै मण्डली तयारी हुनुहुन्छ? आर यु रेडी टु मिट दाइ गड? परमेश्वरलाई भेट्न हामी तयारी हुनुपर्छ। सो यो विवाहले हामीलाई यो याद दिलाउँछ, यो सम्झना दिलाउँछ। हाम्रो दृष्टिमा यो बडा अद्भुत छ। कहाँको छोरी, कहाँको छोरा, कहाँको छोरी मण्डलीमा भएर एउटै देहमा भएर आदमको आफ्नै देहको कर्म आज यो भएको छ। सो हामी प्रभुलाई धन्यवाद दिउँ, खुसी मनाउँ। अब नानीहरूलाई हामी हात बाँधिदिन्छौँ, विवाह डिक्लेयर गरिदिन्छौँ। अनि वचन सुनिहालेको छ एउटा दाम दोहोरी 3 पाए पति पत्नी पवित्र प्रिस्किला त छ बिचमा सधैँ प्रभुले हस्तक्षेप गर्छ। यसमा मान्छे आमा बाउले पनि गल्ती गर्छ, आफन्तले पनि गल्ती सल्लाह दिनु गल्ती गर्छ नि त। तर प्रभुले चाहिँ गल्ती गर्छ। हाम्रो परिवार हाम्रो जीवन सधैँ नै पिता पुत्र पवित्र आत्माले बाँध्छ। पिता पुत्र तपाईँ म चाहिँ पवित्र आत्माले किनेको आत्मामा जिउने छोराछोरी हो। प्रभुसँग हामी भेट्नुपर्छ। सो वचन बुझ्न नानी छोरा छोरीले यो बिहामा राजी छ त्यस कारणले अब हामी थोरै क्षणमा यहाँहरूलाई हामी हात बाँधिदिन्छौँ। वचनको रक्षा प्रार्थना गरेपछि अब हामी सिधा सबैलाई प्रार्थना गराउँछौँ। मण्डली साक्षी छ, नानीहरूलाई विवाह सम्पन्न गरिदिन्छौँ। प्रभुले हामीलाई यो वचन बुझ्न सहायता गरौँ। अनि नानीहरूलाई भविष्यमा सधैँ प्रभु आफैले हातमा लिएर हस्तक्षेप गरेर हामी सब परिवारलाई यो नानीहरूलाई पनि वचनको रक्षा प्रार्थना दयालु जीवित विश्वासयोग्य परमेश्वर पिता धन्यवाद।